नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल स्नु साइनिकामा र हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। र आजको हाम्रो ब्लग रहेको छ हामी चाहिँ पानीपुरी बनाउन जाँदैछौँ म र बहिनी भएर। भर्खर चाहिँ दोकान मार्केट गएर पानीपुरी चाउचाउहरू किनेर आएको छौँ र हामी एकछिनमा बनाउँछौँ अनि के कस्तो हुन्छ हजुरहरूलाई देखाउँदै जान्छौँ। के हो यसको लागि कोरियन हट स्पाइसी ल्याएर यहाँ बहिनीले रामेन बनाउँदैछन् है। ल हाम्रो रामेन रेडी भइसकेको छ। यहाँ थोरै हाम्रो बारीमा धेरै ठुलो त होइन थोरै बाबुले चाहिँ बोडीहरू लगाउनु भएको छ, त्यहाँ चाहिँ बोडीहरू फलेको छ अनि म त्यहीँ गएर देखाउँछु। अनि तलपट्टि चाहिँ हाम्रो टमाटर अनि घेरामुला र फर्सी फलिरहेको छ है। म अहिले एकछिनमा देखाउँछु। यस्तो राम्रो फ्लावर फलेको छ हेर्न सक्नुहुन्छ। अनि यतापट्टि चाहिँ हाम्रो बोडी हेर्न सक्नुहुन्छ जसरी फलेको छ है। यहाँ यसरी यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सानो गार्डन। यतापट्टि यस्तो राम्रो भएको छ। यहाँ पनि फलेको छ क्या दुईटा। अनि यतापट्टि अनि यहाँ चाहिँ हाम्रो केही पनि छैन, यो चाहिँ हाम्रो पार्टी भयो है। ल यही हो हाम्रो यहाँको तरकारी। यस्तो मजाको फलेको छ, टिप्दै खान मन आउँछ। यहाँ चाहिँ हाम्रो हिजो अस्तिदेखि पानी परेको परेछ है। लगातार ननस्टप पानी परेको परे अनि आज पनि बिहान पर्यो अनि अहिले पनि पर्न लाग्यो कि यस्तो पोखरा भनेको पोखरामा पानीको भर हुँदैन। हेर्नुहोस् त्यो चाहिँ म छु के भन्नुहुन्छ। हाम्रो चाहिँ यहाँ यो पारी डाँडाबाट चाहिँ यस्तो राम्रो हिमाल देखिन्छ कि आज चाहिँ पानी परेर देखेको छैन, न त बिहान अहिले चाहिँ हाम्रो यतिको देखेको छैन, आज चाहिँ पानी परेर हो। अनि यता चाहिँ हाम्रो यतापट्टि चाहिँ हाम्रो कामडाँडाहरू देखिन्छ। अहिले चाहिँ पानी परेको भएर यसमा हाम्रो केही पनि छैन। यो हाम्रो बिहानको राजमा अनि यतापट्टि हाम्रो मै अनि यहाँ चाहिँ हाम्रो यहाँ चाहिँ केही नरहेछ है। यहाँ चाहिँ आइस भएर बसेछ। यहाँ चाहिँ हाम्रो अहिले पानीपुरीको सेटअप पानीपुरीको खानेकुराहरू भयो होइन। तेल खरिसक्यो अनि यतापट्टि चाहिँ म पानीपुरी बनाउन जाँदैछु। अनि यहाँ चाहिँ हाम्रो आलु उसिन्दै यहाँ पानीपुरी रेडी हुन्छ साथीहरू हाम्रो। ल एकछिनमा भेट्छ है। त्यहाँ चाहिँ हाम्रो पानीपुरी रेडी भइसकेको छ हेर्न सक्नुहुन्छ। चाहिँ पानीपुरी रेडी भइसकेको छ। यतापट्टि हाम्रो किमा भयो अनि यतापट्टि हाम्रो पानीपुरी हेर्न सक्नुहुन्छ। ल आज चाहिँ एकदमै रमाइलो भयो। सबैजनाले लास्टसम्म भिडियो हेरेर लाइक, सेयर, सब्सक्राइब, कमेन्ट गर्न नबिर्सिनु होला। बाई बाई।